भारतमा कार्यरत गोर्खा सैनिकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा हस्तक्षेप नगर्न आग्रह गर्दै पत्र लेखेका छन्। पत्रमा भनिएको छ, हामी गोर्खा सैनिकले भारतको सीमा जोगाउन पाकिस्तान र चीनका सेनासँग ज्यानलाई दाउमा राखेर लडिरहेका छौं। तर भारतले भने हाम्रै भूमि निरन्तर कब्जा गरिरहेको छ। यसप्रति सम्पूर्ण गोर्खा जातिको चित्त दुखेको छ। पीएम मोदीज्यू, तपाईलाई हिन्दुस्तानको इतिहास हामीलाई भन्दा बेसी थाहा होला। तर हामी तपाईलाई फेरि सम्झाउन चाहन्छौं, भारत स्वतन्त्र बनाउन पनि गोर्खाली नागरिकको भूमिका निकै महत्वपूर्ण रहेको थियो र आज पनि हिन्दुस्तान जोगाउन गोर्खाली सेनाको पल पलमा खाँचो रहेको छ। त्यसैले मोदीजी तत्काल भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गरी दक्षिण एसियाकै महान र उद्धारवादी नेता बन्ने अवसर नगुमाउनुहोस्। हामी भारतकै पक्षमा छौं, तर हाम्रो भूमिमा अतिक्रमण गर्न तपाईका पाइलाहरू अघि बढिरहे भने हामी गोर्खाली फौजले पनि अलग निर्णय गर्नै पर्छ र त्यो भारतका लागि र स्वयं प्रधानमन्त्रीज्यू तपाईका लागि पनि निकै पश्चातापको विषय बन्नेछ। समग्रमा भन्नुपर्दा भारतले ठूलो मूल्य चुकाउनु पर्नेछ। त्यसैले मोदीजी, यस विषयमा तपाई पनि अवगत हुनुहुन्छ भन्ने हामीलाई लाग्छ। कृपया सोच विचार गर्नुहोला भनेर भारतमा कार्यरत गोर्खा सैनिकहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यो कडा पत्र लेखेका छन्।